रवि लामिछाने धेरै सोझो भएर बनाउनु भयो, यो अवसर दिनुभयो। संसद सकिएको 1 हप्ता 1 महिना के पुया नपुया थियो। यस्तै गरी धोका दिने, हाम्रो पैसा खर्च भइरहने, हामीले सिद्धाइरहने, उहाँहरूलाई नेता बनाइराख्नुपर्ने, कतै ठाउँमा त गाडी लिएर लिन जानुपर्ने, प्लेन चढाएर ल्याइदिनुपर्ने, पुर्याइदिनुपर्ने, फुलमाला लगाउनुपर्ने, सबै चिज गर्नुपर्ने, अनि अन्तिममा तपाईँ हामीलाई नै बेवारिसी बनाएर छोडेर हिँड्ने यस्तो साथीहरूलाई चाहिँ यदि अझ पनि केही बाँकी छ भने हामी धेरै यो तनावको भाषण आएर गरिरहन सक्दैनौँ। गए हुन्छ भनेर मैले भनिदिएको हो। हाम्रो पसिना गएको छैन। घरमा धान भित्राउने बेला छ मङ्सिर महिनामा। हाम्रो नेता आउँदै हुनुहुन्छ भनेर अर्को मेलामा अर्को मान्छे लगाएर हामी चाहिँ पार्टीमा बसिरहेका छौँ। बाहिर सन्तोषजीको प्रशंसा यति गर्दै बसिरहेको थिएँ चियामा। आज बिहान लगभग 30-40 जना 50 जनालाई सदस्यता दिने कार्यक्रम थियो। म अहिले केन्द्रीय कार्यालयबाट आएको 2-4 जना बोलाएँ, उहाँ मार्फत 50-60 जना आउनुहुन्छ। विशेष गरी धादिङ जिल्ला लगभग पल्टिन्छ। धेरै पुरानो मान्छे, एकदम राम्रो मान्छे हुनुहुन्छ, नाम लिगाउँला। अहिले उहाँसँगै म केन्द्रीय कार्यालयमा बिहान 2 घन्टा बसेर 8:30बाट लगभग 11 बजे उहीँबाट हिँडेको म फोन गरेर त्यहाँ बसिरहेको थिएँ। हिजो सन्तोषजीको खुब हाम्रो पार्टीमा यस्तो मान्छे हुनुहुन्छ भनेर प्रचार गर्दै थिएँ, कुरा गर्दै थिएँ। एकछिनपछि त ठ्याक्कै लाएर यहाँ त म्यासेज आउन थाल्यो। जुरुकै उठेर म उहाँसँग अर्को कुरा गर्नै सकिनँ, हिँडिहालेँ। अब प्रश्न सोध्नु भने मसँग उत्तरै थिएन। जसको नाम लिइरहेको थिएँ उहाँ त पार्टीमा हुनुहुन्न। हेर्नुहोस् त हाम्रा आदरणीय गणहरू यस्तो हुनुहुन्छ। यो सबै तपाईँ हामीले जानेर नजानेर रवि लामिछाने धेरै सोझो भएर बनाउनु भयो, यो अवसर दिनुभयो। आज संसद सकिएको 1 हप्ता 1 महिना के पुया नपुया थियो। सडकमा यत्रा भाइ बहिनीहरूको खोलो बगेको थियो। गर्व गरेर हामीले राजीनामा दिएर हामी बाहिर आयौँ। यो देश निर्माणमा दर्शक महानुभावहरू नमस्कार। न्यूज नेपाल टिभी को न्यूज बुलेटिनमा स्वागत छ। हामी निकै महत्त्वपूर्ण समाचारका साथ उपस्थिति हुने गर्दछौँ। देश विदेशमा घटेका घटना, परिघटना, देशभित्रको पछिल्लो राजनीतिक संशय विषयहरू र देशभित्रको अन्तिम सरकारले गरेको कामहरू, यी र यस्तै सत्य तथ्य समाचारका साथ उपस्थित हुने गर्दछौँ। समाचार सबै उत्तिकै महत्त्वपूर्ण छ, कृपया अन्त्यसम्म साथ दिनुहोला। यदि अहिलेसम्म हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिन नबिर्सनुहोला। बङ्गलादेशमा हसिनाका समर्थकहरू सडकमा तनाव बढ्दै। एनपीएलबाट करिब 35 करोड आमदानी हुने क्यानको अनुमान। कानुनको दुरुपयोग गरेर रवि लामिछानेमाथि आक्रमण भयो। सविता गौतम अनलाइन मार्फत ठगी गर्ने समूहको संख्या 3 जना पक्राउ। त्यसैगरी जेन्जी आन्दोलनको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने रावलको भनाई। पार्टीभित्र स्पेस दिन पुराना दलहरू अलमलमा। जेन्जीको असन्तुष्टि कायमै। नेकपा केन्द्रीय समितिले पूर्णता नपाउँदै पदमा बस्न हान्था। कांग्रेस संस्थापक पक्षले भेला निर्वाचन गर्यो। अगर निर्वाचन अगाडि महाधिवेशन नहुने अडानमै। मध्य प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठकमा 7 दलीय गठबन्धनद्वारा बहिष्कार। प्रधानमन्त्रीलाई एमाले सचिवको प्रश्न। अपराधमा संलग्नलाई कारबाही गर्नु पर्दैन। विदेशमा रहेका नेपालीलाई समानुपातिक निर्वाचनमा सहभागी गराइयोस् भन्ने हाम्रो चाहना छ। त्यो भयो भने प्रत्यक्षमा पनि ल्याउन सकिने। यी र यस्तै समाचारले आजको महत्त्वपूर्ण स्थान पाएको छ। रवि लामिछाने सहकारी ठगी सम्बन्धी र जीवी राई सम्बन्धी पनि आज विशेष खबर रहेको छ भने अझ विशेष गरी आज गिरिबन्धु टी स्टिल सम्बन्धी पनि सर्वोच्चले गर्ने भनेको फाइल सम्बन्धी पनि आजको समाचारमा सम्प्रेषण गर्नेछौँ। समाचार निकै महत्त्वपूर्ण छ, कृपया अन्त्यसम्म साथ दिनुहोला। सुरु गरौँ पहिलो र विशेष खबर। जेन्जी आन्दोलनको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने रावलको भनाई। नेपाली कम्युनिस्ट पार्टीका नेता डाक्टर भीम रावलले जेन्जी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लबमा नेपालले गरेको काठमाडौँमा आयोजना गरेको साक्षात्मक कार्यक्रममा उनले बताएका छन्। जिम्मेवार पदमा बसेको व्यक्ति घटनाबारे जिम्मेवारी हुनुपर्ने बताएका छन्। संसदीय प्रणालीमा पनि कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ। उनले भदौ 24 गतेको विध्वंस कसले गरायो भन्ने कुराको पनि गहिरो गरी अध्ययन र विश्लेषण हुन जरुरी रहेको बताएका छन्। उनले 12 शक्तिको समेत घुसपैठका कारण जेन्जी आन्दोलनका क्रममा ठूलो क्षति भएको आशंका गरेका छन्। साथै उनले वर्तमान सरकार 6 महिनाको लागि चुनाव सरकार गराउनको लागि बनेको भन्दै स्मरण गराउँदै उनले अन्य छिमेकी देशहरूसँग दीर्घकालीन असर पर्ने खालका सम्झौता नगर्न जिकिर गरेका छन्। अब आउने
हुने आम निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी यो सरकारले पूरा गर्नुपर्ने बताएका छन्। रावलले कैदीबन्दी र हात हतियारहरू बाहिर रहेको र समाजमा तरङ्ग मचिएको र अराजकता बढ्दै गएको समेत बताएका छन्। उनले मुलुकमा देखिएको चुनौतीलाई एकताबद्ध भएर सामना गर्नका लागि नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्नुपर्ने समेत धारणा व्यक्त गरेका छन्। पार्टीभित्र स्पेस दिन पुराना दलहरू अलमलमा, जेनजीको असन्तुष्टि कायमै रहेको छ। भदौ 23 र 24 को जेनजी आन्दोलन एवं प्रदर्शनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। भ्रष्टाचार विरुद्ध गरेको आन्दोलनको मुख्य नेतृत्व सन् 1997 देखि सन् 2012 सम्म जन्मिएको पुस्ताले गर्यो, जसलाई जेनजी पुस्ता भनिन्छ। यसबीच आन्दोलनकर्ता अर्थात् जेनजी पुस्ताको चर्चाको शिखर छ। जेनजीका अनेक समूह संगठित भइरहँदा पुराना दलभित्र जेनजीलाई स्पेस दिने विषयमा अझै पनि अलमल देखिएको छ। केही दलभित्र जेनजी विशेष कमिटी बनाउने र विद्यमान युवाहरूलाई स्थान दिने छलफल चले पनि त्यसले पूर्णता भने अहिलेसम्म पाइरहेको छैन। नेपाली कांग्रेसका प्रचार प्रमुख विभाग मीन बहादुर विश्वकर्माले पार्टीभित्र जेनजी विशेष कुनै कमिटी नबन्ने बताएका छन्। उनले भने धेरै युवा भएको पार्टी हाम्रो हो। हाम्रो पार्टीले 13औं महाधिवेशनबाटै कम्तीमा 15% युवा प्रतिनिधित्व हुने विधान बनाएका छौं। अब हामी यसैलाई थप बढाएर छलफलमा लैजानेछौं। अबको नियमित महाधिवेशनमा युवा प्रतिनिधिहरूलाई बढाउनका साथै हामी छलफल गरिरहेका छौं। युवा सहभागिता बढाउनेमा दुई मत छैन, तर जेनजी कमिटी भने हुनु हुँदैन, विश्वकर्माको यस्तो धारणा छ। यता ओली नेतृत्वको एमाले मङ्सिरमा महाधिवेशन गर्दैछ। एमालेले अब हुने महाधिवेशनमा देशभरबाट 40 वर्ष मुनिका युवा पनि प्रतिनिधिका रूपमा सहभागी हुने बताएको छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट 4 जना प्रतिनिधिहरू मध्ये 1 जना अनिवार्य रूपमा युवा हुनुपर्ने दाबी गरेको छ। त्यस्तै पार्टीभित्र पिपुल्स भोल्टिक्स इयरको तयारी थालेको छ। पार्टीका प्रवक्ता प्रचार प्रमुख विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन्। महेश बस्नेतले पनि नेतृत्वमा अर्थात् महेश बस्नेतको नेतृत्वमा कार्यदल गठन भएको छ। उनले रिपोर्टर सार्वजनिक गरे पनि हामी वडा स्तरबाटै कसरी जान सकिन्छ भन्ने तयारीमा छौं। उनले भने यसमा विशुद्ध जेनजी उमेर समूहका टोली हुनेछन्। यता पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले पनि आफ्नो घोषणा पत्र भित्रै जेनजीलाई समावेश गरेर लैजाने बताएका छन्। पार्टीको प्रतिबद्धता पत्रमा जेनजी पुस्ताको मुद्दा र आकांक्षाको सम्बन्ध गर्न प्रतिवाद गर्न हुँदैन र यसलाई सबैले मिलेर लैजानु पर्ने उल्लेख गरेका छन्। पार्टीका नेता अग्नि सापकोटाले जेनजी उमेर समूहका समेटेर पार्टीको केन्द्रीय कमिटी र जनवर्गीय संगठन बनाएर अगाडि लैजाने बताएका छन्। पार्टीमा छलफल भइरहेको छ। जेनजी र नयाँ पुस्तालाई एकदमै राम्रो स्पेस दिइनेछ। केन्द्रीय कमिटी पनि उहाँहरूलाई नै धेरै स्थान दिइने छलफल भइरहेको छ भन्ने वाइसिएल विद्यार्थी संघ लगायत अन्य जनवर्गीय संगठनमा पनि जेनजीलाई मिलाएर लैजाने छलफल भएको छ। जेनजी असन्तुष्ट कायमै, पार्टीले आफूहरूलाई सुधार्ने बताए पनि जेनजी पुस्ताको असन्तुष्टि कायमै रहेको छ। नेपाली कांग्रेसका जेनजी पुस्ताहरू पार्टी लामो समयदेखि स्पेस खोजिरहेका छन्, तर पनि आन्दोलनले पनि नेतृत्वमा चेप पाउन सकिरहेको छैन। कांग्रेस युवा आफूहरूले लामो समयदेखि पार्टीभित्र स्पेस खोजे पनि नेतृत्वले मतलब नगरेको बताएका छन्। युथ कांग्रेस अबद्ध रूपमा पनि यस्तै देखिएको छ। अब कुनै पनि हालतमा आफूहरू सक्रिय हुने बताउँदा पनि तर जेनजीहरूलाई अहिलेसम्म कसैले पनि स्पेस नदिएको अर्थात् पार्टीहरू कसैले पनि नहेरेको, नदेखेको र नदेखे जस्तो गरेको भन्दै यति बेला जेनजी भित्र असन्तुष्ट कायम भइरहेको छ। सहकारी प्रकरण रवि थुन्ने राजनीतिक हतियार सविता। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकी नेत्री सविता गौतमले सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामेछाने माथि भइरहेको अनुसन्धानको नियतमाथि पनि प्रश्न उठाएकी छिन्। उनले रवि लामेछानेलाई मात्र निशाना बनाउनुको सट्टा सहकारी ठगी हुँदा मौन बस्ने राज्यको निकायमा निकायहरूलाई पनि कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेकी छिन्। सञ्चार मन्त्रीसँग कुरा गर्दै गौतमले शहरी प्रकरणहरूलाई पनि राजनीतिको हतियार बनाएर रवि लामेछानेलाई मात्रै थुनेपछि सबै पीडितहरूले पैसा फिर्ता पाउँछन् भन्ने भरम छरिएको पनि आरोप लगाएकी छिन्। रवि लामेछानेलाई थुनिसकेपछि सबै सहकारी पीडितले पैसा पाउनुहुन्छ भन्ने जसरी कुन खालको यो व्यवहार गरिएको छ, हामी दङ्ग परेका छौं, यो गलत हो उनले भनेकी छिन्। आजको दिनसम्म पनि सहकारी पीडितहरू सडकमै हुनुहुन्छ, उहाँहरूले आफ्नै रकम फिर्ता पाउनु भएको छैन। गौतमले सहकारीको सदस्यता नै नभएको व्यक्तिले ऋण लिन नमिल्ने कानुनी व्यवस्थातर्फ ध्यान आकर्षण गराउँदै प्रश्न गरिन्। रवि लामेछाने त सहकारीको सदस्य
पनि नभएको मान्छे हो। सदस्यले मात्र ऋण लिन पाउँछ। यदि गैर सदस्यको नाममा ऋण निकास भएको हो भने त्यो अवैध काम हुँदा सहकारीलाई पनि निगरानी गर्ने निकायहरू के हेरेर बसेको थियो। उनले ती निकायहरूलाई पनि कारबाही गर्नुपर्ने र दायरामा ल्याउनु पर्ने जोड दिएकी छन्। उनले सहकारी ठगी समस्याको समाधान व्यक्तिलाई थुनेर नभई पीडित पैसा फिर्ता गराउनेमा केन्द्रित हुनुपर्ने बताएको छ। संसदीय छानबिन समितिको प्रतिवेदनले नै थुना होइन र थुना गर्नु पर्दैन, सम्पत्ति व्यवस्थापन गर भनेको छ गौतमले भनिन्। तर त्यही प्रतिवेदनमा टेकेर रवि लामेछानेलाई मुद्दा चलाइएको छ। यो प्रतिशोधपूर्ण छ, यसमा सबैले विरोध गर्नु पर्दछ। उनले यो विषयमा लामेछाने राजनीतिकमा आएपछि मात्र हतियारको रूपमा प्रयोग गरेको दाबी गर्दै ढिलो चाँडो अदालतबाट न्याय पाउने आफूहरू विश्वस्त रहेको बताएकी छन्। रवि लामेछानेमाथि यो दुर्व्यवहार गर्दा आफूलाई रातभर निद्रा नलागेको बताएकी छन्। किनभने जसरी पनि यो दुर्व्यवहार भएको छ, रवि लामेछानेमाथि निकै अन्याय भएको बताएकी छन्। किनभने रवि लामेछानेको अन्याय भनेको न उनी कुनै सहकारीमा आबद्ध छन्, न कुनै उनी सहकारीबाट पैसा लिएका छन्। तर राजनीतिमा निकै उदायो, राजनीतिमा निकै राम्रो काम गर्यो भनेको देखेर, अर्थात् 4 महिनामै 21 सिटको पार्टी बन्न पुग्यो भनेर यसरी गरेको पनि हामीले देखेको बताइएको छ। किनभने होइन भने यस्तो कसरी भयो र किन भयो भन्ने कुरामा यति बेला रासपाले पनि कुरा उठाएको छ। रवि लामेछाने प्रतिशोध सान्ने हो भने आफू सडकमा उत्रिने र 10 वर्ष माओवादीले आन्दोलन गरे भन्दा पनि अझ बबन्डर मचाइदिने रासपाले विज्ञप्ति निकालेर सार्वजनिक गरेको छ। दलहरू बीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्र हो? जेनजी आन्दोलनपछिको राजनीति परिस्थिति र आम निर्वाचन घोषणा भएसँगै पछिल्लो समय मुलुकमा राजनीतिक दलभित्र विभाजन र एकताको लहर चलेको छ। विभाजन र एकता श्रृङ्खला पुराना राजनीतिक दलका नभई पछिल्लो समय वैकल्पिक शक्तिको रूपमा उदाएका दलहरू पनि दोहोरिएका छन्। त्यति मात्र होइन, भ्रष्टाचार र बेथिति अन्त्यका लागि मुद्दा सारेर आन्दोलनमा होमिएका जेनजीका प्रतिनिधिहरू बीच पनि कतिपय विषयमा मतैवा छैन। विशेष गरी शासकीय स्वरूप, संविधान संशोधन, निर्वाचन प्रणाली लगायत विषयमा पनि उनीहरूको फरक मात्र रहेको छ। खास गरी दलहरू बीचमा वैचारिक दृष्टिकोण भन्दा पनि तत्कालीन परिस्थितिबाट फाइदा लिने अभिप्राय साथ विभाजन र एकता घटनाक्रम देखिन थालेको छ। यो विश्लेषण पनि गर्न सकिन्छ। पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी, माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीबाट केही नेताहरू अलगिएर पार्टी तथा नयाँ राजनीतिक शक्ति निर्माण गर्न जुटिरहेका छन्। माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपालका समाजवादी पार्टी लगायत विभिन्न 10 राजनीतिक दल र राष्ट्रिय राजनीतिमा चर्चामा रहेका केही नेता मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भइसकेको छ। विभाजन र एकताको श्रृङ्खलामा विगतमा झैं यसपटक पनि वामपन्थी विचारधाराका दलहरू नै अग्रसरमा छन्। वरिष्ठ अधिवक्ता रामनारायण बिराडी यस परिघटनालाई निर्वाचन लक्षित कार्यक्रमका रूपमा हेर्दछन्। निर्वाचन घोषणा भएको हुनाले परिणाम आफ्नो पक्षमा पार्न दलहरू जुट्ने र विभाजन हुने यो निर्वाचन लक्षित कार्यक्रम मात्रै हो। यो असंवैधानिक र असैद्धान्तिक छ। सिद्धान्त, विचार र दृष्टिकोण एकता देखिन्न, उनले बताएका छन्। यसलाई सबै दलमा बढिरहेको असन्तुष्टि तथा जेनजी आन्दोलनपछि नेताहरूमा देखिएको विचलित र त्रसित मानसिकताको उपजका रूपमा हेरिनु परेको उनले बताएका छन्। पछिल्लो समय राजनीतिक